गाइज व्हाट्सअप होइन। आज हामी एउटा इम्पोर्टेन्ट टपिक डिस्कस गर्नेवाला छौँ जसको नाम हो के हो त नेचुरल हिस्ट्री अफ डिजिज। सो यो नेचुरल हिस्ट्री अफ डिजिज भने के हो? यसको लागि यो बुझ्नुभन्दा अगाडि हामीले इपिडेमोलोजिकल ट्राइड बुझ्नुपर्छ। अब इपिडेमोलोजिकल ट्राइड भने के हो कसैलाई थाहा नहुनसक्छ। सो इपिडेमोलोजिकल ट्राइडको बारेमा हल्का डिस्कस गरौँ है। फर इक्जाम्पल लेट अस सपोज यो एउटा ट्रायङ्गल छ होइन, यो एउटा ट्रायङ्गल छ। अब हाम्रो यो ट्रायङ्गलमा तीन कुने ट्रायङ्गलमा एउटा साइड हामी एजेन्ट राखौँ, एउटा ठाउँ हामी होस्ट राखौँ। एम आई क्लियर? अनि एजेन्ट, होस्ट अनि इन्भाइरोमेन्ट। अब इपिडेमोलोजिकल ट्राइड यो फिगरलाई हामी के भन्ने हो? फिगर के हो? इपिडेमोलोजिकल ट्राइड होइन। अब इपिडेमोलोजिकल ट्राइडभित्र के फ्याक्टर इन्क्लुड हुन्छन्? इन्भाइरोमेन्ट, एजेन्ट, होस्ट। इन्भाइरोमेन्ट भनेको सराउन्डिङ जसले डिजिज गराउँछ, एजेन्ट जसले डिजिज सार्छ, होस्ट जसमा डिजिज हुन्छ। यति बुझ्यो? आई होप बुझेको होला हो। अनि सिम्पली यो फिगर हेर्दा हामीले इन्भाइरोमेन्ट, एजेन्ट, होस्ट को बिचमा ब्यालेन्स छ कि नै भन्ने बुझाउने ट्रायङ्गललाई हामी इपिडेमोलोजिकल ट्राइड भन्छौँ। यो ब्यालेन्स भनेको के हो कसैलाई थाहा नहुनसक्छ। अब ब्यालेन्स भनेको के हो भनेपछि जस्तै कुनै मान्छे छ होइन, त्यसको इन्भाइरोमेन्ट सफा छ, एजेन्ट डिजिज सार्नमा अप्ठ्यारो पार्दैछ। किन पार्दैछ? इन्भाइरोमेन्ट सफा छ होइन। अनि होस्ट यो मान्छे भइहाल्यो। अब होस्ट छ, डिजिज सार्ने एजेन्ट पनि छ, इन्भाइरोमेन्ट पनि छ, तर इन्भाइरोमेन्ट के छ? सफा छ, पुरै क्लिन, जसको गर्नाले एजेन्टले फेभरेबल इन्भाइरोमेन्ट पाएन होस्टमाथि अट्याक गर्नलाई। बुझ्यो? आई होप बुझ्यो होला। अनि अब जस्तै यहाँ ब्यालेन्सको कुरा आयो। अब यो ब्यालेन्स जस्तै बिग्रियो, जस्तै इन्भाइरोमेन्ट 4 भयो, जस्तै एयर पल्युसन भयो, अनि वाटर पल्युसनको गर्नाले इन्भाइरोमेन्ट 4 भयो। अनि एजेन्टले के पायो? फेभरेबल कन्डिसन पायो। फेभरेबल कन्डिसन होइन, फेभरेबल कन्डिसन पायो होस्टमा डिजिज ट्रान्सफर गर्नलाई। अब जस्तै यो होस्ट छ, यसलाई डिजिज लाग्यो। अब यो के भयो? अब यसलाई होस्टलाई डिजिज लाग्न पनि 3 स्टेज हुन्छन्। जस्तै अब हामी जो डिजिज छ, अब यो होस्टमा कुन फेजमा ट्रान्समिट हुन्छ त्यो बुझौँ है। युजली हाम्रो जो डिजिज छ त्यो होस्टमा 2 फेजमा जान्छ। फर्स्ट फेजको नाम के हो? प्री पैथोजेनेसिस फेज। सेकेन्ड फेजको नाम के हो? पैथोजेनेसिस फेज। अब यो प्री पैथोजेनेसिस फेज भनेको के हो यसको बारेमा बुझौँ है। प्री पैथोजेनेसिस फेज। अब प्री पैथोजेनेसिस फेज भनेको के हो यसको बारेमा हामी बुझौँ। यो फेज भनेको एउटा कन्डिसन हो। के हो? एउटा कन्डिसन हो जसमा जो हाम्रो डिजिज कजिङ एजेन्ट छ नि, जो डिजिज कजिङ के छ? एजेन्ट। अब हाम्रो अघि के भनेको थिएँ इपिडेमोलोजिकल ट्राइडमा, यहाँ एजेन्ट हुन्छ, यहाँ होस्ट हुन्छ, यहाँ इन्भाइरोमेन्ट हुन्छ होइन। अब एजेन्ट भनेको के भयो? यो भयो जसले रोग गराउँछ। अब
condition in which disease agent has not entered into केमा ह्युमन होस्ट। यो एउटा फेज हो जसमा डिजिज कजिङ एजेन्ट जो छ हामी मानिसभित्र प्रवेश गरेको हुन्न। इट मिन्स के हो, यता के हुन्छ त, किन इन्टर गरेन? मैले अघि भनेको थिएँ किनकि हाम्रो इकोसिस्टम या एपिडेमोलोजिकल ट्राइड ब्यालेन्स छ। ब्यालेन्स कसै छ? एजेन्ट पनि आफ्नो फेभरेबल इन्भाइरोमेन्ट पाएको छैन सार्नलाई, इन्भाइरोमेन्ट सेनिटाइज हुनसक्छ या फिर सफा हुनसक्छ, अनि होस्ट पनि हेल्दी हुनसक्छ, हो कि नै? सो प्री प्याथोजेनेसिस फेजमा हामीले यति बुझ्नुपर्छ, डिजिज हामीभित्र किन छैन? किनभने हाम्रो इन्भाइरोमेन्ट सफा छ। डिजिज कजिङ एजेन्ट जो छ त्यो अहिले विक छ, त्यसले आफ्नो फेभरेबल इन्भाइरोमेन्ट पाएको छैन। अनि होस्ट के छ? हाम्रो हेल्दी छ। अब सिमिलरली हामी प्याथोजेनेसिसमा जाउँ है। प्याथोजेनेसिस फेज और यसलाई स्टेज पनि भन्छ नि, कन्फ्युज नपर्नु कोही। फेज स्टेज एउटै कुरा हो। अब यो एउटा के हो? फेज हो इन विच एजेन्ट के हुन्छ? इन्टर्ड हुन्छ। कहाँ इन्टर्ड हुन्छ? इन्टु ह्युमन होस्ट। यहाँ ऊ भएर चाहिँ ह्युमन होस्ट। एज ए रिजल्ट के हुन्छ? एज ए रिजल्ट सिम्पटम्स आर सिन। होइन? अनि अब प्याथोजेनेसिस फेज भनेको के हो भनेपछि जस्तै हाम्रो डिजिज छ, यो डिजिज होस्टभित्र प्रेजेन्ट भयो, पस्यो होइन? अनि यसले आफ्नो रिजल्ट के देखायो? सिम्पटम्स जस्तै नजिया, भोमिटिङ, हेडेक, होइन? अनि अब सिम्पटम्स देखायो। अब सिम्पटम देखाएपछि यो मान्छेले टाइममा डायग्नोसिस गरेपछि, डायग्नोसिस गरेर अब यसले ट्रिटमेन्ट पाएपछि यो रिकभर भयो, होइन? रिकभर भयो। अनि अब जस्तै टाइममा डायग्नोसिस पाएन मान्छेले, सिम्पटम्स देखायो, त्यसले भने के हुन्छ यो सिम्पटमले, त्यस्तै नर्मल हो भने अब यो के हुने हो? हामीले अघि के भनेको थियौँ? 4 स्टेजमा जान्छ। 4 स्टेज के हुन्? माइल्ड इलनेस, मोडरेट इलनेस, सिभियर इलनेस, अनि लास्टमा डेथ। यो मान्छेको डेथ हुन्छ फाइनली है। ल रिभाइज गरौँ के भयो। डिजिज छ, मान्छेभित्र पस्यो, अनि डिजिजले सिम्पटम देखायो मान्छेभित्र, जस्तै नजिया, भोमिटिङ, के पनि। अनि यो सिम्पटम्स देखाउने बित्तिकै मान्छेले डायग्नोसिस गर्यो, डायग्नोसिस गरेर ट्रिटमेन्ट पायो। ट्रिटमेन्ट पाएपछि ट्रिटमेन्टमा के हुन्छ कि ट्रिटमेन्टमा जस्तै फिजिकल थेरापी के पनि हुनसक्छ, मेडिकेसन हुनसक्छ, फिजिकल थेरापी हुन्छ एक्सेट्रा, होइन? अनि यो रिकभर भयो। अनि यहाँ डायग्नोसिस नपुग्ने बेलासम्म सिम्पटम्स देखायो मान्छेलाई सिम्पटम देखायो, अनि मान्छेले केयरलेसनेस गर्यो, मतलब केयरै गरेन के हुन्न भनेर। अब के हुने भयो कि माइल्ड इलनेस हुने भयो, त्यसपछि मोडरेट इलनेस हुने भयो, सिभियर इलनेस हुने भयो। अब सिभियर इलनेसमा पुगेपछि त्यसपछि डेथ हुने भयो मान्छेको डाइरेक्ट। बुझ्यो? आई होप बुझेको होला।